अनि कति रेटमा छ 2500 15000 2250 10000 ठीक छ। त्यसपछि अर्को बनाउनु पर्यो भने छैन भने अल्ट सी अनि यो कसको भित्र जान्छ त यहाँ एकचोटि बनाइसकेको छु सब देखाउन थाल्छ त सैमसंग टिभी 20 नै हुन्छ। अब यो 2250 छ कतिको रेटमा छ त 10000 को रेटमा छ। त्यस्तै अरु पनि छ त अल्ट सी एलजी टिभी 21 इन्च यो अब कसको भित्र जान्छ छैन त के गर्ने एलजी टिभी अनि यो अब कसको अन्डरमा जान्छ एलजी को। यहाँ 20 यो कति छ क्वान्टिटी हामीसँग त 1350 अनि 1150 1350 अनि 17000 रेट भइहाल्यो है। अनि फेरि अर्को 1150 थियो एलजी टिभी 19 इन्च। अब एकचोटि बनाइसकेको छु त्यो सब देखाउन थाल्छ यहाँ यो भइहाल्यो 1150 पिस। यो कति रेटमा छ 15000। अब यो प्रोडक्टहरुको काम सक्यो। अब प्रोडक्टको काम सकिसकेपछि डिस्काउन्ट दिनु छ र भ्याट पनि दिनु छ। नोटमा छ नि यहाँनिर डिस्काउन्ट 5% छ र भ्याट 13%।